Conversion of methanoic Hello acid to everyone. ethanoic So acid आज हामीहरू and क्लास vice 12 versa. एनएबी को Class एकदमै 12 इम्पोर्टेन्ट कन्भर्जन NEB. रियाक्सन मिथानोइक एसिड टु इथानोइक एसिड अनि फेरि हामीहरू इथानोइकलाई मिथानोइक कसरी बनाउने भनेर यो दुईटा रियाक्सन्सहरू आज हामीहरू गर्न गइरहेछौँ। यो बोर्डको एकदमै इम्पोर्टेन्ट क्वेसन भएकोले गर्दाखेरि यसलाई हजुरहरूले ध्यान दिनुहोस् होला। सबभन्दा पहिला त हामीले मिथानोइक एसिडको स्ट्रक्चर लेख्छौँ। हामीले यसलाई फर्मिक एसिड पनि भन्छौँ, हामीले HCOH भनेर लेख्छौँ हामीले। अब यसैलाई हामीले स्ट्रक्चरमा लेख्दाखेरि चाहिँ HCOH भनेर हामीले यसरी लेख्छौँ। सो फर्स्ट अफ अल हामीले के गर्छौँ भन्दाखेरि यसलाई हामीले रिड्युस गर्छौँ। लिथियम एल्युमिनियम हाइड्रेटसँग हामीले यसलाई रिड्युस गरिसकेर यसलाई थोरै हिट गरिसकेपछि बनिने प्रडक्ट भनेको कार्बोक्सिलिक एसिडलाई हामीले हिट गर्दै गर्दाखेरि बनिने प्रडक्ट भनेको हाम्रो अल्डिहाइड, जो चाहिँ हाम्रो फर्मल्डिहाइड हुन्छ। ओके, सो यहाँबाट एउटा ओ चाहिँ भनेको हाम्रो के हुन्छ, यहाँबाट आउने हाइड्रोजनले दुईवटा हाइड्रोजनले यसलाई हामीले के अरे ओलाई सब्स्टिट्युट गरेर यो भन्दाखेरि यो ओलाई सब्स्टिट्युट अथवा यो ओलाई सब्स्टिट्युट गरेर चाहिँ भनेको लगेर जान्छ, वाटर बनाइन्छ, वाटर बाई प्रडक्ट जान्छ र यो हाम्रो फर्स्टमा बनिने प्रडक्ट भनेको हाम्रो यहाँनिर फर्मल्डिहाइड है। फर्मल्डिहाइड यो चाहिँ हाम्रो फर्मिक एसिड भयो, मिथानोइक एसिड अथवा फर्मिक एसिड, यहाँबाट फर्मल्डिहाइड बनिन्छ। अब फर्मल्डिहाइड बनिसकेपछि हामीले ग्रिग्नाइट रिएजेन्टको एउटा इम्पोर्टेन्ट रियाक्सन हामीले पढेको हुन्छौँ। त्यो चाहिँ के हो भन्दाखेरि हामीलाई फर्मल्डिहाइडबाट हामीले एल्कोहल बनाउने है। एल्कोहल बनाउनको लागि हामीले ग्रिग्नाइट रिएजेन्ट चलाउँछौँ हामीले। अब हामीलाई मिथानोइकबाट इथानोइक भनेको चाहिँ एउटा कार्बनबाट दुईवटा कार्बन आउनुपर्ने भएकोले गर्दाखेरि चाहिँ यहाँ अलरेडी एउटा कार्बन छ हामीसँग, भनेपछि हामीले मिथाइल म्याग्नेसियम ब्रोमाइड जस्तो अथवा म्याग्नेसियम क्लोराइड जुनै भए पनि ग्रिग्नाइट रिएजेन्ट चलाएर चाहिँ हामीले यसलाई यो चलाइसकेपछि भनेको यसलाई हामीले फर्दर हाइड्रोलाइज पनि गर्नुपर्ने हुन्छ। फर्स्टमा ग्रिग्नाइट रिएजेन्ट चलाएर सेकेन्डमा चाहिँ हामीले हाइड्रोलाइज इन एसिडिक मिडियम हामीले गरिसकेपछि यहाँबाट बनिने प्रडक्ट भनेको हाम्रो एल्कोहल हो। एल्कोहल हाम्रो CH3CH2OH है। यो रियाक्सन्स हजुरहरूले पढ्नु भएको छ होला ग्रिग्नाइट रिएजेन्टको। यो डिरेक्टली देखाइरहनु पर्दैन, यो यति मात्रै गर्दा भइहाल्छ। पहिला फर्मिक एसिडलाई रिड्युस गर्ने, फर्मल्डिहाइड बनिन्छ। फर्मल्डिहाइडबाट यो एउटा कार्बन अलरेडी यहाँ भएकोले गर्दाखेरि चाहिँ हामीले यहाँ मिथाइल चलाउँछौँ, किनभने यहाँ यदि हामीलाई दुईवटा कार्बन चाहिएको भए हामीले दुईवटा इथाइल म्याग्नेसियम ब्रोमाइड चलाएको हुन्थ्यो। यो मिथाइल म्याग्नेसियम ब्रोमाइड चलाएर यसलाई फर्दर हाइड्रोलाइज इन एसिडिक मिडियम गरिसकेपछि हाम्रो बनिने प्रडक्ट भनेको इथानोल हो। अब इथानोल आइसकेपछि भनेको हामीले यसलाई के गरिदिने, अक्सिडाइज गरिदिने युजिङ अ स्ट्रङ अक्सिडाइजिङ एजेन्ट लाइक K2Cr2O7। यो पोटासियम डाइक्रोमेटलाई हामीले एसिडिक मिडियममा राखेर हामीले यसलाई अक्सिडाइज गरिदियौँ भने पहिला त एल्कोहल अक्सिडाइज भएर अब हामीले के पढ्नु पऱ्यो भन्दाखेरि स्ट्रङ चलाउँदाखेरि एल्कोहल अक्सिडाइज भएर पहिला अल्डिहाइड बनिन्छ। अल्डिहाइडलाई फेरि फर्दर अक्सिडाइज गर्यो भने यो बनिन्छ तपाईँको कार्बोक्सिलिक एसिड है। बनिसकेपछि हामीले यही रियाक्सन मेकानिजममा हेर्नु पऱ्यो। एल्कोहल हामीसँग छ, यो अक्सिडाइज हुन्छ, स्ट्रङ हो नि त अक्सिडाइजिङ एजेन्ट। सो यो अक्सिडाइज भइसकेपछि पहिला सुरु अल्डिहाइड बनिन्छ, हाम्रो इथानोलबाट इथानल बनिन्छ। इथानललाई अझै हामीले अक्सिडाइज गरिसकेपछि फाइनली बनिने प्रडक्ट भनेको CH3 अनि COOH हाम्रो इथानोइक एसिड है। सो दिस इज हाउ वी कन्भर्ट द मिथानोइक एसिड टु इथानोइक एसिड है। रियाक्सन मेकानिजम मैले यो सबै बुझाइरहेन, किनभने अब तपाईँहरूले पढेकै हुन्छ। सो हामीले यति गर्दाखेरि यो मिथानोइकबाट इथानोइक आइहाल्छ है। सो यो हजुरहरूले ध्यान दिनुहोस् होला। अब नेक्स्ट रियाक्सन हाम्रो के छ भन्दाखेरि इथानोइक टु मिथानोइक एसिड है। अब चाहिँ हामीले कार्बन नम्बरलाई डाउन गर्नु पऱ्यो। सो इथानोइक एसिड भनेको हाम्रो CH3, अघि मैले भने COH, यो हाम्रो इथानोइक एसिड भयो। फर्स्ट अफ अल हामीले यसलाई एमोनोलाइसिस अमोनियासँग रियाक्सन गरेर हामीले यसलाई थोरै मात्रामा हिट गरिसकेपछि बनिने प्रडक्ट भनेको हाम्रो CH3 अनि हाम्रो CO अनि यहाँनिर NH2। यो के अरे NH3बाट एउटा हाइड्रोजन निक्लिएर चाहिँ भनेको यो OH लाई सब्स्टिट्युट गर्दा चाहिँ भनेको बाहिर H2O बनाएर जान्छ र त्यसपछि CH3CO, यो O यहाँ मास्छ अनि यो NH3बाट उब्रेको NH2 आएर यहाँ बसेर चाहिँ हाम्रो यहाँ अमाइड बनिने काम हुन्छ। यो भयो हाम्रो इथेन अमाइड है, इथेन अमाइड बन्ने फर्स्टमा ल। सो यो चाहिँ हाम्रो भयो इथानोइक एसिड। दिस वान इज इथानोइक एसिड। इथानोइक एसिडबाट हाम्रो इथेन अमाइड बन्यो। अब इथेन अमाइडबाट फर्दर हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि होफम्यान डिग्रेडेसन रियाक्सन है, युजिङ ब्रोमिन एन्ड पोटासियम हाइड्रोक्साइड अथवा सोडियम हाइड्रोक्साइड जे चलाए पनि भयो। यो चलाइसकेपछि योले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ डिकार्बोनिलेसन रियाक्सन पनि भन्छ यसलाई। यसले चाहिँ यो जुन CO ग्रुप छ, कार्बोनिल ग्रुप छ, यसलाई हटाउने काम गर्छ, यसलाई लगेर बाई प्रडक्टहरू बनाउने काम हुन्छ। र त्यसपछि भनेको हाम्रो अर्को प्रडक्ट के आयो भन्दाखेरि यो CO ग्रुप उड्छ। यो रिएजेन्ट चलाइसकेपछि यसलाई हामीले थोरै हिट पनि गर्नुपर्ने हुन्छ। अनि त्यसपछि भनेको यहाँ आउने प्रडक्ट भनेको
अमाइड थियो, अमाइडबाट भनेको NH2 ग्रुप भनिसकेपछि यो के बन्यो, अमाइन बन्यो है। यो बन्यो हाम्रो इथेन अमाइन है, इथेन अमाइन। ओके, सो अमाइडबाट हाम्रो अमाइन बन्यो। अब अमाइन बनिसकेपछि हामीले फर्दर के गर्नुपर्छ भन्दाखेरि अमाइनलाई है हामीले जब नाइट्रस एसिडसँग HNO2 जसलाई हामीले NaNO2 प्लस डाइल्युट HClसँग राखेर चाहिँ भनेको तपाईँको आइस कोल्ड कन्डिसन 0 to 5 डिग्री सेल्सियसमा जब हामीले यसलाई राख्छौँ, यो के अरे हाम्रो अमाइन चाहिँ HNO2सँग रियाक्सन गरिसकेपछि यो जहिले पनि एल्कोहल बनिन्छ। हजुरहरूले ध्यान दिनुहोस् होला, प्राइमेरी अमाइनबाट प्राइमेरी एल्कोहलै बनिन्छ। भनिसकेपछि हाम्रो यहाँनिर रिएजेन्ट के आयो भन्दाखेरि चाहिँ हामीले रिएजेन्ट चलायौँ नाइट्रस एसिड, अमाइनबाट हाम्रो एल्कोहल बन्यो। अब एल्कोहल बनिसकेपछि त अघि मैले तपाईँहरूलाई भनिहालेँ, एल्कोहल बनेपछि कार्बोक्सिलिक एसिड बनाउनलाई हामीले स्ट्रङ के अरे अक्सिडाइजिङ एजेन्ट चलाउनु पर्ने हुन्छ, जस्तै पोटासियम डाइक्रोमेट सल्युसन अथवा KMnO4 चलाउँदा हुन्छ। यो चलाउँदै गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि एल्कोहलबाट पहिला अल्डिहाइड बनिन्छ, अल्डिहाइड पछि फाइनली हाम्रो के आउँछ यहाँनिर कार्बोक्सिलिक एसिड आउँछ। अब हाम्रो कार्बोक्सिलिक भनेको मिथानोलबाट हाम्रो मिथानोइक एसिड भनेको HC_O अनि OH है। यो चाहिँ हाम्रो के भयो, मिथानोइक एसिड। हजुरहरूलाई कोही बेला के अरे हाम्रो यो रियाक्सन चाहिँ कस्तो भन्दाखेरि तपाईँको यदि हामीले मिथानल के अरे इथानलबाट मिथानल बना भन्यो भने हामीले यहाँसम्म आदिसम्म गर्दा भइहाल्छ। सो दिस इज हाउ वी ऑब्टेन इथानोइक टु मिथानोइक। यो हाम्रो यति रियाक्सन्सहरू भयो। अनि तपाईँहरूलाई मिथानोइकबाट इथानोइक लैजा भन्दाखेरि चाहिँ यति रियाक्सन्सहरू गर्दा हुन्छ। यो एकदमै धेरै इम्पोर्टेन्ट क्वेसन हो, हजुरहरूले ध्यान दिनुहोस् होला है। होप इट फाइन्ड्स यु हेल्पफुल टु यु है। म अरू पनि भिडियोसहरू बनाउँला फर्दरको लागि। थ्याङ्क यू भेरी मच।